वेलकम ब्याक टु माई च्यानल। लङ टाइम नो सी। दादाको बिहे पछाडिमा आउँदै आएको छैन। अब चाहिँ मेरो सिस्टरको बिहे हुँदैछ है। आज चाहिँ मेहन्दी डे अनि म चाहिँ नङ बनाएर दिएँ अनि माम र म चाहिँ अब ठुलपापाको घर जान लागेको। ल अहिले एकछिनमा भेटौँ न। सी यू। गाइस अब चाहिँ डेकोरेसनको कार्यक्रम सुरु भइरहेछ। आज मेहन्दी हो। हामीले बेहुलीको कपाल हेरौँ न। यहाँ हेर्नुहोस् हाम्रो कस्तो खतरा। बेहुलीको भाइ यहाँ युकेदेखि आउनुभएको छ। के छ कस्तो लागिरहेछ दिदीको बिहे हुन लाग्यो? कति खुसी लागेको छ मलाई। गद 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 भएर अनि अब कति रुनी त एक दुई थोपा आँसु त झार्नै पर्यो त। हेर नि त्यहाँ ल यहाँ चाहिँ यस्तो डेकोरेसन चलिरहेछ। दिस इज हाउ बिहे वर्क्स। ओ माय गॉड। अब चाहिँ हामी गयौँ। बाई। डेकोरेसन डन विथ माई प्यारी भाउजू। यहाँ चाहिँ यो सिंगार चलिरहेछ। हाई कान्छी दिदी। ल घर चाहिँ सिँगारेर यहाँनिर भइसक्यो। घर पनि तल सिउलीको मेहन्दीको यहाँ हेयर भइसक्यो। मेकअप गर्न बाँकी छ। छोरा पस्ट छ। साथीभाइहरू छन् यहाँ। ब्राइडमेड ड्युटी चलिरहेछ। यो चाहिँ भ्लग हो अनि हामी हाई ओ ब्राइड हाई। हाम्रो फोटोसुट चलिरहेछ। यहाँ कान्छीले दबाके खाने हाम्रो ब्राइड हेर्नुहोस् यहाँ इङ्गेजमेन्ट लाएको त छैन। अहिले एकछिनमा लाएर देखाउँछु ल। बाउ छोरीहरूको चल्दैछ। त्यसो आमा छोरीहरूको फोटोसुट चलिरहेछ यहाँ। हेयर आर्टिस्ट चाहिँ म र इसाबे दिदी। मेरो हेयरको पनि फोटो खिच्छ त दादा। हेलो हेलो हाई। सबजना आइसक्छ। अमिसा भाउजू होइसिन्छ हो। अब ज्ञानो माइजू होइसिन्छ। हाई हेलो 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 ल हेलो आन्टी हाई। कस्तो लागिरहेछ त छोरीको मेहन्दी होला? रमाइलो भइरहेछ। अब एक सोलो पर्फर्मेन्स चाहिन्छ हामीलाई। आज र भोलि रमाइलो हुन्छ। पर्सिबाट दिक्क लाग्छ है। ल उतै त प्यारोट पनि रहेछ हेर्नुहोस्। हाम्रो फ्यामिली प्यारोटहरू। मामु ग्याङहरू छ। खै दिदी हाई हाई। म यहाँ मान्छे के पठाउनु भयो भनेर आएको अनि लास्टमा दिदी रियाक्सन। Binazu is here. Hello. Yo. Hello, hello. What's up? What's up?
And we are done. Last and not the least, I hope you enjoy growing old with her as much as we enjoyed growing up with her. Yes!
eating here. Dipan छ नि छ यहाँ हेलो भन्छ हेलो हेलो हाई मिठो छ कि मेरो पुन्टे यहाँ छ हाई भन्देऊ म खाँदैछु अनि आजको भ्लग यस्तै सक्यो होइन गाइस अब बिहेको दिन भेटौँला सक्यो फुपू होइसिन्छ यहाँ अनि भरेको बिहे कस्तो लागिरहेछ त ल भन्छ राम्रो छ अरू यति राम्रो लागेछ मात्रै राम्रो लागेछ एकदम खुसी लागेछ राम्रो लागेछ जानु लागेछ फेरि लागेछ नि ए यहाँ बेहुलीको आमा यहाँ छटक्क रेडी भएर अनि कस्तो लागिरहेछ त छोरीको बिहे हुनु रमाइलो लागेछ रमाइलो लागेछ रुन नि मन लागेछ अहिले एकछिनमा ठुलो रुन थाल्छु म त गएँ भाइ समय समयमा रुन नि पर्छ ल मेरो छोरीलाई रमाइलो लागेछ बाबा शुभकामना छ छोरीले मन बरा ठाउँमा दिन लागेछ खुसी छ होइन अब छोरी जान लागेछ दुःख लागेछ यस्तैहरू पुरा रेडी हाई ल यहाँ चाहिँ डेकोरेसनको काम चल्दैछ नयाँ बेहुलीको के छ हालखबर नयाँ बेहुली वा धोती लाएर हिरोइन बनेर नयाँ बेहुलालाई कस्तो लागिरहेछ भोलिसम्मलाई नयाँ त्यसपछि अनि हाम्रो मदरलाई सिंगारे अनि भाउजूलाई फेरि टु गर्ने होला भाउजू त भागिसक्यो हाम्रो पुन्टी नाचिरहेको पुग्न लागिसक्यो बहिनी फुलमा यहाँ सेल पकाइरहेको छ ल भब्बे कोसरबाट पठाइसक्यो होइन त ल हिरोइनको एन्ट्री भयो है एन्ड आई चेन्ज्ड कुर्तालाई रेडी ल हाम्रो मोटीको अब हल्दी हुँदैछ है आमा हेर पोज दे यस्तो घाम लागेको थियो सबैजना ओ माई गड ल यहाँ त सब रेडी भइसक्यो हेलो हाई नाकको पालै होला है भाउजू Besties forever. ल दिजुलाई मैले सुनको सिक्का गिफ्ट गरेँ है गाइस ल सुनको सिक्का अनबक्सिङ है गाइस अनबक्सिङ गर्न सक्दिन भन ल सुनको सिक्का हजम के त नानी म निकाल्दिन्छु ल है फुपुरो भलाइहरु है कान्छी नभए फोटो भन यहाँ पनि हजुर पनि म यो एउटा निकाले ऐसे नाछु हो चाहियो के
पहिला हातमा होला हातबाट ल पहिला टीका लगाइदेऊ टीका गालामा होला ल मङ्गलम भगवान विष्णु मङ्गलम गरुडे ताली बजाऊ ताली ल अब ककलले लगाइ नै पालो पालो सक्यो सक्यो अरे कहाँ लगाइदिन्छ ल कस्तो पोल्यो त यसले त मलाई दी त के उल्टोबाट सोध्नु सक्नुभयो त छोरी का अचार निकल गया महिना अगाडि बिहा गरेर मलाई हल्किलाउने हाँसेर हाँसेर ल खुट्टामा ढोग्नु पनि पर्छ ढोग्नु पनि पर्छ ल ल अल तल तल भाग्यवती बाबा पापा अलि राम्रो बनाउँछ ढोग्नु पर्यो रे तिमीलाई रोजेको तिमीले मलाई खोजेको परदेशो मेरो छट्टनी होलेरो परदेशो मेरो छट्टनी होलेरो ताली ताली मोटे दुधै दुध भइसक्यो भोलिको लागि मोटा चाहिँ हाल्ने भने कि मोटा सुकिया छैन क्या अलिक होइन बेहुलीको यहाँ चाहिँ पुरै प्याकिङ चलिरहेछ भोलिको लागि आज ल गुन्द्रुक खाने कार्यक्रम चलिरहेछ यहाँ बिहेको घर यस्तै हो गाइस आज गुन्द्रुक खाँदैछ भोलि मासु सपाइन्छ